ल साथीहरु हामी चाहिँ आज यता भानु जन्मस्थल घुम्न जाँदै छौं। चट्टै यसरी भिडियो बनाउँदै छ। यसरी बिस्तारै बनाउँदै आइज। केटा होला हामी कहाँ जान लाग्यो रे? हामी भानुभक्त घरतिर। ल ल अस्मिन दोस्त हामी कहाँ जान ला? भानुभक्त घर हो भानुभक्त घरमा के छ त नि? छ राम्रै राम्रै सब ठिक छ। पानी पर्न लागिसक्यो यार। ए भालले पर्दैन के पानी? पर्न नलगाउने यार। कसैको त काली जबर हुन्छ के? भाइ त गरे भाइ भिडियो ट्याक्क 10 मिनेटको 5 मिनेटको बनायो के? ल ल ल पुरा एउटा त लामो हुन्छ नि त। अनि पछि जोड्दै हाल्ने हो के? युट्युबमा ल ल ल हिना यो त सबतिर बारे बाजा है। बार्दैन नि त त्यो होला। के बाह्र सारा घरतिर खासा जान्छ है। मोबाइल किनेकी त नि मोबाइल चाहिँदैन नि तेरो। के गर्ने राखेर आइज। अब नि आइसके फर्किरहने नि। आफू 1 घण्टा फोन आएर के हुन्छ? राखियो अनि किन लानु पर्यो अनि तेरो मोबाइल? आफू फर्किनु जाऊ। जाऊ त भन्छ हाम्रो त्यो खाटमा राखेर आइज हेरेको। आमालाई राख्दिनु भन्दा। आमालाई अनलले रे नखाछ किन लैज। अनलले त तँ नि बिर्सेर आएछ। आमालाई राख्दिनु भन्दा। 5 मिनेट जतिको बनाके धेरै पागल जस्तो। ल बल्ल 1 मिनेट भयो। मैले बुझिसके के? पुरो बुझिस? बुझियो। कुरो बुझ्नु भयो? हेर्नु नि त अनलले छोडेको। ल ल ल हिन हाम्रो ह्यान्डसम भाइ। राम्रो बनाउनु नि भिडियो हैन? त्यो हाम्रो बाख्रा भिडियो के हो? ओ बाख्रा यहाँ के हो त्यसले? लामो डरी हैन? मैले त अघि पसल गरेर लिएर आएँ। कसैले नल्याएर चाहिँ? तिमी नगएको भए त उ लिरहेछ। फेरि वहीँ लिन्छ नि है। त्यो मैले दिन्छु अनल एउटा। ल जाऊ त। मेरो त वाइ यही बसिरहनु पर्छ। म त यही बसिरहेथे। के भयो र? झुनिन लाए त नि लामो न त झुनि त। सानो भए त ट्यापै हुन्छ। ल ल ल आमै आमा ल हामी कहाँ जान लाग्यो केटा हो? भानुभक्त घर होइन त? यस। अनि भानुभक्त घरमा के छ त नि केटा हो? भानुभक्त घरमा भानुभक्तको घर छ। अनि अनि गेट छ। अनि सबैजना आउनु पर्यो भन्नु पर्यो। सबैजना आउनु पर्यटक आउँछन्। सबैजना आउनु होला हाम्रो भानुभक्त हाम्रो चुदिरामका भानुभक्तलाई यसो माया सबैजना आउनु होला। सपोर्ट गरिदिनु होला। भानुभक्तको थानमा भानुभक्तको सुरी रङ्गलाई माया गरिदिनु सपोर्ट गरिदिनु होला। मुन्डी हम नयाँ भिडियो बनाउनु न एउटी जुम मतेको। को मिस भयो नि हाम्रो ग्रुपमा? ओ भाइ ओइ दिव्यान्सु सब क्यान्सल गर राम्रो तरिकाले सर्ट भिडियो बना। मामा पोखराको बजार देखिन्छ होला है। पुरै फेवाताल बजार पुरै देखिन्छ। ल हामी चाहिँ आज यता घुम्न गइरहेका छौं। यहाँ भाइहरु सानो भाइहरुसँग कस्तो उडाउँछन् है प्यारासुट है। नेपालतिर घुम्न आए बेला गाडी उडाउन नि मजा आउँछ। नेपालमा आए बेला साथीहरुसँग रमाइलो गर्नुपर्छ। खुसीहरुसँग रमाइलो हुन्छ। हामी चाहिँ हैन यी चलाएर माथिपट्टि प्रस्थान गर्दैछौँ। यो हाम्रो भानुभक्त जन्मेको भानु जन्मस्थलको भवन छ माथि। त्यहाँनिर चाहिँ हामी जाँदैछौँ। हामी सबैजना हैन साथीभाइहरू भएर सानो फुच्चे भाइहरू पनि छन्। सट्टै यसरी जाँदैछौँ है। तपाईँहरूलाई म आज देखाउँछु तनहुँको चुदिरमगा भन्ने ठाउँमा झट्ट भानु जन्मस्थलमा तपाईँहरूले झट्ट देख्नुहुन्छ। यस्तो जङ्गल छ हेर्नुहोस् त। ल हेर्नुहोस् यो जङ्गल यस्तो छ। हेर्न सक्नुहुन्छ साथीहरू यसरी हाम्रो चाहिँ डाँडाबाट भाउजूहरू घाँस लिएर आइरहनु भयो झट्ट लाएर। ओ माथि जान लाग्यो के? जन्मस्थलमा भिडियो खिच्दै जान लाग्यो। झट्ट यसरी घाँस लिएर आउनुभयो हाम्रो आन्टीहरूले।
जान लाग्यो यसो माथितिर घुम्नलाई हजुर साथीहरू हामी चाहिँ यहाँसम्म आइसक्यौँ यस्तो छ जङ्गल हाम्रो चुदिरमगाको जङ्गल यस्तो छ हेर्नु ए तपाईँहरूलाई म देखाउँछु वहीँसम्म लहर देखाउँछु यस्तो छ जङ्गल हेर्नु होला हाम्रो चाहिँ यहाँ पुरै यस्तो जङ्गल छ अरू त भाइहरू कता भाग्यो भनेको यो जङ्गलमा बल्ल बल्ल भेटाइए चाहिँ केटाहरू यहाँ छन् है एकदम यो यस्तो घना जङ्गल छ हेर्नु होला एकदम घना जङ्गल छ र एकदम सफा छ है मनमोहक एकदम पूर्वक एकदम रमाइलो छ जङ्गलमा शान्त वातावरण छ यस्तो छ हामी सारेको बाह्र चट्ट होइन तीनचोटि मुला धानु हक्का घर पुगेको यस्तो हेर्नुहोस् ल यो त भानुभक्त घर आइपुग्ने रहेछौँ हामी एकदम रमाइलो छ रमाइलो छ ल ल ल यतैबाट जाउँ नि त साथीहरूले यतैबाट जाउँ भन्नुहुन्छ ल लाएर सर जाँदैछौँ हामी लाएर एकदम चिसो छ मौसम एकदम बब्बाल छ वाह कस्तो राम्रो आएको भिडियो हेर्नु होला हेर्नुहोस् ल आइपुग्न लाग्यौँ है अब अलिकति छ बाटो अलिकति बाटो हिँडेपछि आइपुगिन्छ यस्तो जङ्गल गोल जङ्गलमा छ है यस्तो छ है यस्तो छ साथीहरू होइन यस्तो छ ल हेर्न सक्नुहुन्छ हामी आइपुग्न लागिसकेका छौँ फर्किनु हो अहिले यस्तो केही एक्सन सेक्सन दिन्न यता फर्किन्न अब ठ्याक्क यता फर्किन्न हो बिस्तारै है साथी हो हेर्न सक्नुहुन्छ यस्तो छ जङ्गल होइन पुरा यो हामी आइसक्यौँ भ्यूमा यहाँबाट हेर्न सक्नुहुन्छ यस्तो छ साथीहरू यसलाई चाहिँ भानुभक्त जन्मिएको चाहिँ अलिकति तपाईँले देख्न सक्नुहुन्छ यता पुरानोपट्टि यता थियो घर यो भत्किएर अहिले चाहिँ
पुनः गरेको हो। नयाँ बिल्डिङ ठुलो भवन छ। तपाईँहरूलाई म त्यहीँ गएर राम्रोसँग देखाउँछु है त। ल त्यहाँ देखिएको ल हामी आइपुग्यौँ होइन। यहाँ चाहिँ हामी यहाँ गेट लाग्छ होइन। आज पहिला लगाउँथेन सायद यो संरक्षणको लागि होला। ब्याडलकै भन्नुपर्छ। आज हामीले चाहिँ भित्र प्रवेश गर्न सकिएन। यहीँबाट तपाईँहरूलाई देखाइरहेको छु। यो चाहिँ हाम्रो भवन हो, भानु जन्मस्थलको ठुलो भवन यो हो। तपाईँहरूलाई म यति मात्र देखाउन अहिले समर्थ भयो।